रतन दाई मेरो माता रतन दाई मात्रै हुनुहुन्छ। किन प्राइभेटबाट हाल्नु भएको अरे? दाई प्राइभेट गएर खेल्नुहुन्छ कि अघिदेखि नै त्यो वर्षालाई कति गेम रुवाएर भगाएको हो रतन दाईले। मेरो भगवानहरु खत्री दाई क्वीन खत्री दाई रतन दाई गयो हुनुहुँदैन क्या? कस्तो अझै निस्किनु भएको छैन क्या? अनलाइनै हुँदैन, टपमा देखिरहेको छ तर हुनुहुँदैन क्या? कस्तो म मर्छु अब एक गेम आउनुहोस्, एक गेम घुस्नुहोस्। तपाईँको विन स्टिक नखाइ जाँदिन। ओके लास्ट गेम ल भयो, लास्ट गेम ल। अगर यो गेम अगर मैले जित्दिएँ भने तपाईलाई डान्स गर्नुपर्छ। ल ठिक छ, 15,000 पठाउनुहोस्। चुनारीमा नाचिदिन्छु, 15,000 पठाउनु। ए बाबा गे, तपाईहरु नि गेम खेल्नुहुन्छ ल, कहिले पनि नभन्नु कि 5,000 10,000 मा। यस्तो राम्रो यस्तो ब्युटिफुल मान्छे त्यसै नाच्छ, दुई चार घरमा नाच्छ, यस्तो हिरोनी मान्छे। अनि त्यही ठाउँमा 1 लाख स्कोर आइदियो भने चाहिँ के गर्नुहुन्छ? 1 लाख आयो भने आयो नि, अब के गर्नु? हार जितमा हुन्छ डान्स। ओके कस्तो यार साथीहरु। रतन दाई सिजी दाई ल टिकटक आए नै हुन्थ्यो यार। टिकटकलाई शेयर गरौँ न यार, सोल्टीलाई शेयर गरौँ। विन स्टिकमा आँखा गयो यार साथीहरु। विन स्टिक लिएर डान्स गर्नु पर्यो ल। विन स्टिक लिएर जान दिन सक्छ त। हाम्रो टपमा चाहिँ रतन दाई हुनुहुन्छ गायत ल। अघिदेखि नै दाईले धेरै सपोर्ट गर्नु भएको छ गायत ल। वर्षासँग पनि खेल्दाखेरि मलाई धेरै सपोर्ट गर्नुभयो हैन। अहिले पनि दाईले कति धेरै सपोर्ट गर्नुभयो। तर दाईको चाहिँ आइडी चाहिँ प्राइभेट छ गाइस, प्राइभेट। त्यही त मजा त हुन्थ्यो कि, तर मान्छे नै हुँदैन नि त यहाँ विन स्टिक झार्ने। कसम से विन स्टिक खाना पाउनु भने त म यस्तो नाचिदिन्थे, त्यसै खुदियालेमा नाचिदिन्थे यार साथीहरु। सक्छु अब त कान्छीले हान्दिहाल्छ गाइस ल। गाइस रोज गाइस ल, रोज गाइस रोज हान्नु त साथीहरु। कति यहाँ जिताउनु न गाइस, रोज हान्नु न गाइस, रोज एकैटी रोज हान्न। किन टपमा बसिराखेकी त्यसै रोज हान्न। अब त जित्दियो कान्छीले यार, अब त हान्छ कान्छीले गाइस। ओके मेरो रोज मान्छे नै हुँदैन क्या? अब त गयो चन्दनको विन स्टिक गयो कान्छी जी। गाइस अब दुईटा, ए भगवान दुईटा रोज हान्नु न यार। अब लास्ट वान हान्नु त ल भयो। सो मच ला आसु नै रहेछ जिन्दगी। यो विन स्टिक झारौँ त प्लिज। म तपाईलाई दारी दाई मैले देखे दाई, डान्स गराउनु पर्यो दाई। दारी दाई ल कान्छी जी, यो लास्ट गेम हो। त्यसपछि मेरो लाइभ बन्द। कोब्रा दाई वेलकम गाइस। 10 को विन स्टिक गाइस लेट्स गो गयो हाम्रो कोब्रा दाई दाडी दाई फायर दाई। अब त गयो मेरो चन्दनको विन स्टिक गयो, कान्छीले खायो। दादा तपाईँ हुनुहुन्छ कि न? यो ए यार बिहानभरि तल्का मचाउनु भएको मान्छे नै अफ भएपछि कहाँबाट जित्नु यार? ओ माय गॉड लुखा। अब त 2000 मात्रै छ। ए जसरी भए पनि आउनु पर्यो लास्ट सेकेन्डसम्म। कुन दाइले प्ले गर्नु भएको छ याद छ तपाईलाई? जुनै दाइले प्ले गरे नि हाम्रो दाइ आउनु भने कसैले सक्दैन क्या। यहाँ मेरो दाइ मेरो सिंगलमा हान्नुहुन्छ, सिंगलमा बुझ्नुभयो? सिंगल ए मेरो दाइ त खतरा भयंकर शक्तिशाली हो। सिंगल यस्ता स्कोर त दाइको लागि केही हैन। नो पनिशमेन्ट भन्दै ड्याङ हान्दिनुहुन्छ। ए खतरी दाई सिस्टम फाड़ देगा। जब तक तोड़ेगा नहीं तब तक जाएगा भी नहीं। गाइस 30 सेकन्ड में बुस्टिङ लगाइदिउँ गाइस ल। अब तपाईलाई डान्स गर्नु पर्यो कान्छी जी। 2000 मा डान्स गर्छु। यो 2000 10,000 पठाउनु न। ओके 10,000 कट्यो भने डान्स गर्नुहुन्छ? यार डान्स गर्दिन्छु।
बुस्टिङ लगाइदिनु त दाइ गाइस कोहीसँग बुस्टिङ थियो खत्री दाइ दादा हो खत्री दाइ फिल्टर हटाओ नहटाऊ यार ए के को फिल्टर हटाउँदा नि हामी राम्रै नै हो कुन चाहिँ मूल्य हो त कमेन्ट गर्ने हामी यसै राम्रै त्यसै राम्रै गाह्रो छ गाइड बुस्टिङ लगाउनु कोहीसँग छ भने गाइड ल 30 सेकेन्डमा गाइड ल हान्दिम गाइज खत्री दाइ हुनुहुन्छ गाइज के हान्दिम गाइज खत्री दाइ अब गयो कान्छी डान्स गर्न गयो हान्दैछ नि यार हम्मरले हान्दैछ नि यति राम्रो मान्छेलाई काम छ त यस दुनियाँमा बच्चियो दादा ओ दादा लास्ट टाइम मार्यो भने खत्री दाइ जागो दाइ केमा डान्स गर्छ दाइ लागेन दाइ बुस्टिङ लागेन खत्री दाइ अब लागेन दाइ यही कोइन 5000 कोइन दियो भने मलाई 15-16 हुन्थ्यो ल गर्नुस् त फेरि 10,000 पुराउनु अनि सुन्नुस् तपाईले भन्नुस् दुईटा माछा अनि एउटा गुडिया कति हजार भयो 2144 10,000 पुगेन नि त तपाई खेल्ने मान्छे हो तपाईलाई थाहा छ मैले भनिराख्नु पर्दैन तपाईको हेर्नुस् त किन ट्रिपलमा नहाल्नु त 18-19 स्कोर भयो लास्ट गेम आउनु न जसरी भए पनि लिस्ट खानु नै छ मलाई तपाईको आउनुस् घुसी बक्सिनुस् न गेममा ल डान्स गराएर म गइहाल्छु ओके ओके दादा तपाई आउनु भएन यो लिस्ट खाएर जाम न यार साथीहरु म डान्स गराएर म गइहाल्छु ल हैन गाइस डान्स त गराउने गाइस ल कान्छीजीलाई पनिशमेन्टले एउटै छ गाइस ल 10,000ले भन्छ म एक डान्स गरिदिन्छु खत्री दाइ बुस्टिङै लागेन यार बर्बाद भयो यार बुस्टिङ लाग्दिएको भए अहिले के हुन्थ्यो गाइस तिरपलमा खत्री दाइ जागो कान्छीजी माय एक्स हेलो माय एक्स यस चन्द्रजी बोली बक्सियोस् न चन्द्रजी सबैले गाइस ल यो गेममा अगर आयो भने तपाईँ गर्नु ल कान्छीजी गाइस डबल ट्याप ल मलाई लाग्दैछ यो गेममा चाहिँ मेरो स्कोर आउँछ जस्तो लाग्छ खत्री दाइ जागो भने जे पनि हुन्छ ल वेट मलाई थाहा छ गाइस ओके आई नो द खत्री दाइ आई नो द दाइ गाइस तीनटा रोज गाइस ल गाइस एक गेम ठोकौँ न गाइस ल सबैले गाइस ल हाम्रो कान्छीलाई पनि थ्याङ्क यू सो मच सुदीप गाइस अब दुईटा भागे बहरिया में तेरे लादिया लोयल बोय दाइ खत्री दाइ हजुर कुन ठाउँबाट हो म अहिले भनेको बङ्गलादेशबाट हो ओइ केटी हो नेपालबाट हुनु नि कहाँ कोही छ भने गाइस ल ट्राई गरिदिउँ न गाइस ल सबैले गाइस ल प्रवीण ट्रिपलमा एउटा माछा उडाउनु त माथिबाट राखिराखेको छु मैले उडाउनु त गाइस एउटा माछा यो कान्छीको पनि डिमान्ड यत्रो दिएको छ यार 10,000 यार कसम यार अलि कम गर्नु न त्यति पनि छैन रे खत्रीजीसँग अनि अर्को के पो नाम भन्दैन थियो अलि कम गरिदेऊ न ल नो नेभर के पो भन्दैन त्यो नाम दुईजनाको नाम दिनु त तपाईको खत्रीजी अनि अलिकता कम गरिदिएको भए हुन्थ्यो गाइस ट्रिपलमा पड्काम न हो पड्काम गाइस अन्टर प्लिज ल साथीहरु मेरो मान्छे नै हुँदैन कामै छैन म टिकटकमा लाइभ बस्दिन भोलिदेखि म कामै छैन मेरो हेर के आयो उता हेर्नुस् स्टिक पनि खान सकिँदैन हो हामी त
यस्तो भएपछि नै उँभो लागिन्छ यार साथीहरू।